केपी ओलीलाई जेल हालेपछि देश जलाउनु पर्छ भन्ने अभिव्यक्ति यो हेर्नुस् त एकचोटि। पेपरहरू ल्या होइन उहाँहरूले लिने भयो भने 9-10 बजी आउने एउटा सिस्टमेटिक हुन्छ नि, एउटा विधिको शासन हुन्छ, एउटा बिरामी मान्छे होइन भर्खर तिरेबाट निस्केको मान्छे अहिले बिहान 6 बजे होइन भाले बाँच्ने टाइममा विधिको शासन चल्ने भाइनीहरूले यस्तो गर्ने हाम्रो त आफ्नो खालको तयारी छँदैछ नि, के टेन्सन छ र ठिक छ त हामी पनि 100 जना मर्न तयार छौँ, सरकार ढल्नु पर्यो नि त, सक्छन् तिनीहरू गर्ने। हिजो र आज